यो कसम। हेलो गाइज, तपाईँहरू सन्चै हुनुहुन्छ होला, हामी पनि सन्चै छौँ होइन। यो चाहिँ हाम्रो च्यालेन्ज भिडियो हो। यो चाहिँ मेरो ब्रदर, मेरो भाइ छ होइन, त्यो चाहिँ मलाई एउटा च्यालेन्ज दिँदैछ गाइज। जे च्यालेन्ज दियो भने म एक्सेप्ट गरिहाल्छु, त्यस्तो डर केही छैन। यो दिन्छ गाइज, यो आफ्नो सुरुवाती गर्छ गाइज। यो अब तै गर, अब के गर्छस् गाइज। के होइन, म यसलाई एउटा भिडियो मात्र देखाउँछु, धेरै डराउने भिडियो देखाउँछु र म आफू बाहिर गएको छु। यो ढोका सोका बन्द गरिदिन्छु गाइज। के गर्ने, लो बजेट हो गाइज। अब ढोका सोका अब त्यस्तो हरर चाहिँ केही हुन्न, तर अलमोस्ट डराउँछु कि नै हेरौँ हामी, किनकि म चाहिँ डर मान्छु। तब मैले अगाडि सरेन्डर गरिसकेँ। म चाहिँ डराउँदैन, त्यस्तो सरेन्डर गर्ने काम हमसे नै होगा। सो गाइज हामीहरू हेर्छौँ। सो गो, लेट्स गो इन्टु द भिडियो। गाइजले यहाँ वातावरण क्लियर भइसक्यो होइन। अब हाम्रो यहाँ टिभी छ, टिभीमा एउटा भुतिया केही लगाउँछु म। रोकिनुहोस्, केही छिनमा लगाएर म तपाईँलाई देखाउँछु। त्यति बेलासम्म एउटा कट गरौँ त गाइस। अब यो मलाई च्यालेन्ज दिइरहेको छ होइन। अब यो केही क्लिपहरू, केही हरर स्टोरी लगाउँदैछ। यो गाइस आजको हाम्रो डराउने सिन यही टिभीमा देखिनेवाला छ, तर म डराउनेवाला मान्छे होइन। यो चाहिँ मलाई थाहा छ, अब तपाईँहरूलाई थाहा हुनेछ एकछिनमा। अब यसलाई त थाहा छ म डराउन भनेर, तर पनि डराउने कोसिस गर्दैछ। तर गाइज के गर्ने, यहाँ दाब्न पनि 10 घन्टा लाग्छ गाइज, हल्का वेट गर्नुपर्छ। यहीँ माता रानी बसेका छन् गाइज, यहीँ हाम्रो मन्दिर छ, यहीँ हाम्रा सरस्वती माताका किताबहरू छन् होइन। बजेट हो भने भनिदियो अब। त्यस्तो चाहिँ केही छैन। अब आफ्नै बजेटमा काम करेंगे हम, थोड़ा थोड़ा हिन्दी बोलेंगे हम। जे छ त्यही देखाउने गाइज होइन। त्यस्तो अब बिस्तारै बिस्तारै हुन्छ सबै कुरा, एकैचोटि कुनै पनि कुरा हुँदैन होइन। त्यही भएर प्रतीक्षामा। त गाइज अब यसले मलाई क्लिप पनि रेडी गरिसक्यो। क्लिप चाहिँ कोवाला क्लिप, म कुन क्लिप लाउँला हेरौँ न। यहाँ मैले चुज गर्छु नि, त के सोच्दैछस्? ल गाइज, यो क्लिप पनि लगाइसक्यो। अब यो चाहिँ जान्छ। लाइट साइड अफ गर्छु गाइज। म अब भित्र जान मिल्ने हो कि नै? म तँलाई भनिदिन्छु कुन क्लिप लगाएस् भनेर। फेरि भित्र रेकर्डिङ चेक गर्छु हेर्नु, म पछि अलग क्लिप लगाएपछि। ल कन्सिडरिङको लगाउन। ल त 8 मिनटभित्र हुन्छस्। ल आफ्नो रियाक्सनहरू रेकर्ड गरेछ। 8 मिनट भाइ। यो एकछिन यो टर्च अन गरिदियो त। यो गरेछ भइहाल्छ। ल त ल गाइस, अब लाइट पनि बन्द भइसक्यो, यो पनि गइसक्यो होइन। ल ल गाइसमा एकछिन हेर्नु छ गाइस। नडराउने भनेको गाइस, यहाँ किनेको डर लागिरहेको छ यार। नडराउने त भनेको गाइज जय हनुमान ज्ञान। गाइज यो च्यालेन्ज यो हारिसक्यो गाइज, किनकि म बाहिर थिएँ, मैले के थाहा पाएन भित्र के भयो। यो मान्छे डरले त्यहाँ हेर्नुहोस् गाइज, लिटरली टिभी अफ गरिसक्यो कि डरले। क्यामेरै अफ भइहाल्यो। हेर्नुहोस् गाइज, त्यो जे भएको थियो गाइज सब देखाउन पाएन, क्यामेरा अफ भइहाल्यो। बाहिरबाट यो पनि डराइरहेको छ होइन गाइज। गाइज हेर्नुहोस्, मैले कसरी डराइरहेको थिएँ थाहा छ कि? यहाँ देख्नु गइरहेछ नि, रोकिनु, यो देखिरहेछ नि, यो माथिको यो त्यो म त्यहाँ चढेँ होइन। अनि चढेर आफ्नो मुख देखाउन लागेँ, र यो मान्छे साँच्ची यस्तोरी डरायो कि त्यसले त्यो अलमोस्ट च्यालेन्ज चाहिँ हारिहाल्यो के। तर यो मान्छेले पछि थाहा भयो कि क्लिपै छैन। अलमोस्ट डरले कति बेला हात दाब्यो, रेकर्डिङ स्टप। अब के भन्ने गाइज, तपाईँहरूलाई यस्तो मसाला थियो गाइज, तपाईँले देखाउनु पाएन। तर अब केही त यसलाई च्यालेन्ज दिनुपर्छ गाइज। यो हारे च्यालेन्ज हेर्नुहोस्, अब केही त यसलाई दण्ड दिनै पर्छ गाइज। लिटरली अहिले कति 11 बजे होला सायद। म चाहिँ सुतेको थिएन है गाइज, म सुतेको थिएन, म हल्का पढ्दै थिएँ। लाइट अफ गरिसकेको छु मैले, किनकि उसै पनि मेरो दाइ सुत्दैछ होइन। तब डिस्टर्ब किन गर्नु पऱ्यो हो कि नै। यो लाइट चम्किरहेको छ कि तब हो होइन। सुत्यो
तर म त्यसलाई त्यति बेला च्यालेन्ज दिएन होइन गाइस। तर म अहिले उठाउँछु के कति अहिले 11 जति बजे होला 11-12 अहिले च्यालेन्ज दिन्छु गाइस। माथि छतमा जाने र हाम्रो छतको माथि एउटा कुना छ कि गाइस, यस्तो सुनसान कुना छ। ल मलाई त्यहाँ जान डर लाग्छ, म असलमा धेरै डर पुग्छु गाइस होइन। तब म यसलाई त्यहाँ पठाउँछु रातिको 11-12 को बिचमा। यो त्यहाँ बस्छ र योसँग मेरो एउटा अर्को कुरा छ कि जसले यो डर्ने हो, अलमोस्ट प्र्याङ्क हुने योसँग। अब यसलाई उठाउँ कसरी यो कुम्भकर्णलाई। के हो के भयो बिर्सिस प्र्याङ्क च्यालेन्ज के बिर्सी च्यालेन्ज भाडामा गयो सुत्न दे। हेर भाइ युट्युबमा भाइरल हुनु छ भने त यति त गर्नु पर्यो यार। उठ 10 पिस होला यार तेरा बढी। सुतेको आधा घन्टा भएन उठाइदिन्छ यार। सुतेको आधा घन्टा भएन 1 घन्टा आधा घन्टा कहाँ भयो 1 घन्टा भयो। उठ उठ भने घन्टा 1 मिनट जस्तो लाग्ला मलाई यार। च्यालेन्जको लागि त उठ्नै पर्छ भाइ। के गर्ने हो मुख धुने गाइज हाँसो लगाउँछ गाइज यो कमेडियन स्पेसल। खै छिटो गर्न सुत्या छु भन्छ सुत्या जस्तो आँखा नि छैनन् गाइज। अब के भन्ने होइन तेरो। अब मैले गाइज ऊ भनिदिन्छु किन लाइट अफ गरिहालौँ। आफू हाइनेक लगाउँछ म यसलाई च्यालेन्ज भनिदिन्छु गाइज म। यसले छतमा जानुपर्छ अहिले र ए तत्यो नलगायो जाडो बढाएको थियो नलगाउन। ए नलगा भने च्यालेन्ज हो यार गाइज। च्यालेन्जको नाममा म यो माथि हिटलरबाजी गर्छु कि हुन्न। यो छतमा जान्छ त्यो कुनामा गएस् त्यो छ नि जहाँ एकचोटि हामीहरू थियौँ त्यही कुनामा गए जान्छ गाइज। यो त्यो कुनामा गएर लगभग 30 सेकेन्ड 1 मिनट जति बस। त्यहाँ चाहिँ तल आएछ मस्त। म सुतिसकेको हुन्छु तल आउँछु म। लाइट अन बस त्यो सराउन्डिङ देखाउनु पऱ्यो त्यहाँ चाहिँ बस्यो। यसको लाइट अन नगर्ने गरेरलाई त लाइट अन एक त गर्नु पर्यो। एकछिन सराउन्डिङ देखाउनलाई गराए ल बरु त्यहाँ भिडियो हेर्नु हालो आइफोन। ल गाइस यहाँ चाहिँ गाइस सुत्नै पाएन गाइस। यति छिटो उठाइदियो क्या च्यालेन्ज भनेर यहाँ युट्युबकोमा के देखाइ त्यही भएर उठाउँ गाइस। यो चाहिँ 12 बजे 12 को माहौल के छ। यो के हो गाइस सेतो सेतो ए ऊ रहेछ यो लाइट। यो चाहिँ हाम्रो भुतिया घर भन्यो भने जे भन्यो नि हो गाइस। यो भित्र चाहिँ कोही जाने हिम्मत गर्दैन होइन। यहाँ चाहिँ हामी म छु होइन। भक्कै उठाइदियो त्यो डेभिडले यार। यहाँ कति सेकेन्ड भन्ने हो क्या गाइस। यहाँ चाहिँ चारैतिर सुनसान माहौल छ। यो घरका सुतिसक्यो होला नि उठाइदियो गाइस। अब कहाँ बस्यो कहाँ कुनामा होइन यो कसम साँच्ची देख तो कैसे शर्मा रहा गाइस सबै सुत्यो होला गाइस। हेर्नु त यहाँ चाहिँ मलाई अहिले चाहिँ फसाइसक्यो गाइस। सुतो अब ल अब एन्ड गरे यार छोडिदियो यार। तर्सनसम्म तर्सिसक्यो यार गाइज। अब भ्लग चाहिँ एन्ड गरेर होला कस्तो लाग्यो त ल गाइज लेट्स एन्ड दिस भ्लग। थ्याङ्क यू फर वाचिङ एन्ड थ्याङ्क्स फर 0 सब्सक्राइबर्स एन्ड 0 रिभ्युज।